चाहिँ म नाक्साल भन्ने ठाउँमा गइरहेको छु सामान लिनको लागि होइन। अहिले कति बज्यो भने 10:56 गयो होइन। अनि साथीहरू 56 मिनट गयो होइन। अनि सामान लिनको लागि गइरहेको छौँ होइन। यहाँदेखि अब भनौँ न यहाँ त्यो बाफल होइन रामपुरदेखि त्यहाँ नाक्साल भन्ने ठाउँ होइन, त्यहाँ लानु छन्। अनि त्यसपछि लानु छ त्यहाँदेखि लिन जानु छ होइन। त्यहाँदेखि त्यो नाक्सालदेखि फेरि उता के भन्छ जौलमा लिएर आउनु छ होइन। सामान कति हुन्छ होइन र दिदी यहाँ अहिले देखाउन चाहन्छु, अहिले देखाउँछु तपाईँहरूलाई होइन। अहिले कति सामान छ, अस्तिको दिनमा त थोरै थियो होइन सामान त होइन। आज चाहिँ कति हुन्छ हेर्नु होला। अहिले म देखाउँछु तपाईँहरूलाई होइन। गरिदिनु होला है साथीहरू। बनाउँछु होइन। तपाईँहरूको माया गरिदिनुहुन्छ भन्ने आशा गरिरहन्छु होइन। अब आफै मात्रै थोबाट देखाएर त भएन होइन, अगाडितिर पनि देखाउनु पर्छ। त्यही भएर यस्तो अनि अगाडिको चाहिँ यस्तो हो। यो चाहिँ पाचल भन्ने ठाउँ हो होइन, देख्न सक्नुहुन्छ। म जान्छु त्यसपछि चाहिँ गइरहेको छु। अब त्यहाँबाट सामान अब रेडी पारिदिँदैन, चाँडै रेडी पारिदिँदैन उनीहरूले होइन। हल्का टाइम लाग्छ अब टाइम त लागिहाल्छ उनीहरूले पनि निकाल्नु पऱ्यो सामान चाहिँ होइन। तर मैले चाहिँ अब सामान हालेर पुऱ्याउनु पर्छ। उनीहरूले निकालिहाल्छ। भिडियो बनाउँदै गाडी चलाउँदै भिडियो बनाउँदै गाडी चलाउँदै गयो भने चाहिँ हल्का होइन। अब भिडियोमा झम्झाउन चाहिँ त्यो पनि ठिकै हो। तर पनि मैले चाहिँ एउटै ठाउँमा हिँडिरहनुपर्छ कि, अनि त्यही भएर भिडियो बनाउनै मन लाग्दैन यार। एउटै ठाउँमा भइसकेपछि चाहिँ अनि भिडियो बनाउनु होइन। त्यही भएर म चाहिँ भिडियो कहिले अपलोड गर्दिनँ कि, अपलोड गर्नु भने के गर्नु एउटै मात्रै भिडियो हेरेको छ होइन। त्यस्तो हुन्थ्यो कि मलाई चाहिँ कामै नि लाग्छ एउटै ठाउँमा। यो सोह्रकुटे जाने बाटो हो है। लगभग सोह्रकुटे भन्ने ठाउँ त मलाई सिक्यो। त्यस्तै हो हुन चाहिँ हाम्रो देश पनि राम्रो हो। कमाइ हुने सक्नेले चाहिँ प्रायः युवाहरू होइन विदेश गएर आउँछ। मलाई पनि जान मन लागिरहेको थियो, जान चाहिँ तर के त्यस्तै छ, जान चाहिँ मन लागिरहेको थियो। परिस्थिति अनुसार हिँड्नुपर्छ केटाहरू होइन साथीहरू होइन। अब यस्तै छ जिन्दगी त यस्तै छ, जस्तो जस्तो दुःख गरेरै बाँचिरहेको थियो होइन। अब सक्दो चाहिँ मेहनत गर्न चाहिँ छोड्नुहुन्न साथीहरू होइन। अब यस्तै हो गाइस। अब धेरै पढाइ लेखेको पनि छैन होइन। यस्तै हो यार। अनि यहाँ चाहिँ मन्दिर रहेछ क्या होइन। भित्र चाहिँ मन्दिर छन् होइन। अनि त्यहाँ 6 बजीदेखि अनि 7 बजीसम्म र बेलुकाको होइन। अनि यहाँ चाहिँ मन्दिर चाहिँ बाटोको बिचमा आयो कि यो के अरे सोह्रकुटेभन्दा हल्का माथि यो लाइन चौर के भन्छ होइन यसलाई। राम्रो छ त्यो छ। यहाँ चाहिँ को आएर पूजा गर्ने जस्तो छन् होइन। बाटोको बिचमा अनि म चाहिँ जाममा बसिरहेको छु कि भिडियो पनि काटी आउँछ, मतलब भिडियो पनि काटी हालेर
हालिन्छु त्यो सारा हिँडेको मतलब सबै के फुल भिडियो त बनाउँदैन कि फुल भिडियो बनाउनलाई त यस्तो जामहरू हुन्छ नि त्यही भएर दरबार मार्ग आइपुग्यौँ होइन म चाहिँ के गर्नु भिडियो गर्न मिल्दैन यहाँ ट्राफिकहरू हुन्छन् गाइड छैन त्यही भएर दरबार मार्ग भन्ने ठाउँ आइपुग्यौँ गरिसक्यो अब त्यो भित्रको त देखाउन मिल्दैन दृश्यहरू अनि मेउटली गफ 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 भन्ने चाहिँ सुनेको छु मैले खतरै लाग्छ मेउटली गफ गफ बाँसै बाँस भएको ठाउँ आइपुग्यो चाहिँ नाग पोखरी हो त्यहाँ चाहिँ नाग नाग छ है त्यहाँ चाहिँ नाग घुम्न भएर मुला ट्राफिकहरू हुन्छ त्यही भएर म त भिडियो बनाउनै डर लाग्छ गाडी चलाउँदै मोबाइल समाउँदै गऱ्यो भने त कराउँछ नि त अनि त्यही भएर फाइनली आइपुगिन ल्याइसक्यो अनि म सामान लिने जाने ठाउँ आइपुगिन लाग्यो है त्यहाँ अगाडि सानो चोक छ सामान लिन जाने ठाउँ पुग्छ अनि त्यसपछि कोही सामान हाल्छ कि हालिदिँदैन होइन तर यो गाडी पनि क्र्याक जस्तै छन् अनि घन्टा भन्छ होइन यहाँबाट बाइक यस्तै छन् होइन चाहिँ यहाँ पुग्न लाग्यो यस्तो गल्लीको बाटोबाट होइन यहाँ सामान लिनुपर्छ यो सामान चाहिँ त्यो बाइकहरूको हो कि हजुरहरूको पनि बाइकहरूको हेलमेटहरू सर्भिसिङ गर्नु छ भने यहाँ आउनु होला तपाईँहरूलाई अहिले गेट खोलिदिनुहुन्छ हामी यहाँनिर आइपुग्यो यही बिल्डिङमा हो गाइज होइन यो गेटबाट लिएर आउँदै हाल्दै होइन यस्तो हुन्छ अनि यहाँ चाहिँ सानो बाटो छ अनि दुईवटा गाडी छिर्नुपर्छ त्यसको लागि चाहिँ त्यहाँनिर बिस्तारै होइन बिस्तारै छुनु भएन अरू गोडीहरू चाहिँ छुनु केही भएन यो छिटो के गरेर राखेपछि अनि फाइनली पुग्यो अब यो के अरे सामान आएको पनि भिडियो हालिदिन्छु तपाईँहरूलाई अहिले सामान चाहिँ आएको छ यति छ हजुरको सामान चाहिँ